काउली मलाई बचाऊ, म तिमीलाई माया गर्छु। काउली मलाई बचाऊ, म तिमीलाई धेरै पैसा दिन्छु। तिमीले धेरै राम्रो गर्यौ। लौ गाडीको साँचो, अब यो तिम्रो गाडी हो। साँची हो? वाह औ जति खान मन छ खाऊ। वाह भान्टा, कस्तो मजा आइरहेछ। जति गर्न मन छ गर सपिङ। वाह भान्टा, आज त मजा आयो। अब धेरै भयो सपिङ, हिँड अब घर जाउँ। ठीक छ हिँड। यो को लडेको छ? यसको सास चलिरहेछ, यसलाई घर लान्छु। यी खास जडीबुटीहरू हुन्। तिमी ठिक हुनेछौ। धन्यवाद फर्सीजी, म अब ठिक छु। फर्सीजी मलाई काम चाहियो। काम चाहियो? खेतमा गएर काम गर। ओहो, यो त सुन पो हो। मैले यो फर्सीजीलाई दिनुपर्छ। फर्सी आमा, मलाई यो भेटियो। यसलाई राख, यसमा तिम्रो हक छ। म धनी भए, अब सबैले मेरो इज्जत गर्नेछन्। यदि काउली मेरो साथ भएको भए उसले पनि ऐस गर्थे। काउली छिटो छिटो काम गर, मबाट काम हुँदैन। यदि काम गर्न सक्दैनौ भने निस्केर जाऊ। मैले धेरै ठुलो गल्ती गरे। काउली किन रोइरहेकी छौ? मलाई भान्टाले धोका दियो। मबाट गल्ती भयो, मैले तिमीलाई छोडेर जानु हुँदैन थियो। म तिमीलाई माफ गर्न सक्दिन। तिमीले मलाई धेरै ठुलो धोका दिएकी थियौ। के काउलीलाई माफ गर्न मिल्छ कि मिल्दैन त? आफ्नो विचार कमेन्टमा भन्नुस्।